यो चाहिँ हजुरको बाथरुमहरूको लागि युज हुन्छ। यसमा चाहिँ हामीले टपङ सिस्टम दिएको छौँ, टपङ सिस्टम। अनि त्यसपछि तलपट्टि फ्रस्ट ब्लास्ट हालिदिएको छौँ बाथरुमको लागि। त्यसपछि लोभस दिइदिएको छौँ। यसमा लोभस चाहिँ तपाईँको भेन्टिलेसनको लागि हो यो हजुरको। यो चाहिँ यसलाई चाहिँ हामी केसमेन्ट फ्रेन्च विन्डो भन्छौँ। यो चाहिँ हजुरको यसरी बाहिर खोल्न सकिन्छ। यदि हजुरलाई साउन्ड प्रुफहरूको प्रब्लम छ भने चाहिँ साउन्ड प्रुफको लागि चाहिँ केसमेन्ट विन्डोहरू चाहिँ बेस्ट अप्सन हुन्छ। यो चाहिँ हाम्रो 3 ट्र्याक यूपीवीसी स्लाइडिङमा भयो। यसमा हाम्रो 3 ट्र्याकमा चाहिँ तपाईँको जालीमा पनि लकिङ सिस्टम आउँछ। यो यतापट्टिको सिसा भयो, यो मेट भयो, यो यतापट्टि अर्को सिसा भयो। यसमा हामीले तपाईँको टच लक सिस्टमहरू दिएको छौँ। चाइनिजहरूमा चाहिँ क्रेसेन्ट लक दिन्छ, प्रायःले सबैले मुन लक दिन्छ। हामी चाहिँ पपअप ह्यान्डल अनि टच लक दिन सक्छौँ। यो चाहिँ एलोपेयर कम्पनीको सिस्टम विन्डो भयो हजुरको। यो चाहिँ एकदम यसमा चाहिँ इन्टरलकिङ सिस्टम आउँछ। यसरी थिचेर तपाईँले खोल्न सक्नुहुन्छ अनि यसरी बन्द हुन्छ। यो चाहिँ 2.5 ट्र्याकमा बनेको छ हाम्रो।